100 वर्षपछि सन् 2126 मा हामी सबै यस संसारबाट गइसकेका हुनेछौँ। आफ्ना आफन्त र साथीभाइहरूसँग चिहानमा सुतिरहेका हुनेछौँ। अपरिचित मानिसहरू ती घरहरूमा बसिरहेका हुनेछन् जसलाई बनाउन हामीले आफ्नो पुरै जीवन लगायौँ। जुन कुराहरू आज हामीलाई ज्यानभन्दा प्यारो लाग्छन्, भोलि ती कि त बाँडिनेछन्, कि त फालिनेछन् वा पूर्ण रूपमा समाप्त हुनेछन्। मरेपछि सायद केही समयसम्म सम्झिनेछ। त्यसपछि हामी दराजमा राखिएको कुनै पुरानो तस्बिर बनेर मात्र रहनेछौँ। त्यसैले आज अलिकति रोकिएर सोच। हरेक त्यो दुःख, हरेक त्यो पीडा जुन तिमीले ती कुराहरूमा खेर फालिरहेका छौ, जसले वास्तवमा कुनै अर्थ राख्दैनन्, त्यो तिम्रो जीवनको त्यो हिस्सा हो जुन कहिल्यै फिर्ता आउने छैन।